नमस्ते एभ्रिवान र तपाईहरु विद्यार्थी भाइ बहिनीको लागि म आफ्नो च्यानलमा 7 मार्कको लागि म एउटा टिप्स लिएर आएको छु। त्यो टिप्समा के छ कि नेपालको नक्सा कसरी बनाउने यहाँ रेखाङ्कित पनि भन्छ, तर बनाउनु भन्दा इम्पोर्टेन्ट कुन कुन ठाउँ भनेको छ, कहाँ भन्नु त्यो धेरै इम्पोर्टेन्ट हुन्छ। तर हुन त नेपालको नक्सामा धेरै कुरा हुन्छ। कुनै बेला तपाईको धार्मिक स्थल सोध्छ, कुनै बेला राजमार्ग सोध्छ, कुनै बेला तपाईको वनजन्तु आरक्षण क्षेत्र सोध्छ, कुनै बेला तपाईको प्रमुख खाद्य बाली त्यो सोध्छ। यो सबैलाई म तपाईलाई सहज होस् भनेर एउटा भिडियो लिएर आइसकेका छौं र यो भिडियो तपाईहरुले अन्तसम्म हेरिदिनु होला। र यो भिडियोमा तपाईहरुको नक्साको कुन कुन ठाउँ कहाँ त्यो एकदम सहज तरिकाले तपाईको मेमोराइज हुन्छ। त्यसैले तपाईले यो भिडियो एकदम मनन गरेर राम्रोसँग लास्टसम्म हेरिदिनु होला। र यो भिडियो तपाईले राम्रो लाग्छ भने मेरो च्यानललाई सब्स्क्राइब र फलो कमेन्ट पनि गरिदिनु होला। केही जिज्ञासा हुन्छ भने आउने दिन पनि बनाउन सक्छु, सहयोग मिल्छ। त्यसैले ल आउनुस्, ल हेर्नुस् त। तपाईले फर्स्ट अफ अल तपाईले म दिइरहेको छु नेपालको नक्सामा सोध्छ महत्त्वपूर्ण ऐतिहासिक धार्मिक स्थल, जस्तै मन्दिरहरु। हेर्नुस् यो नक्सामा यहाँ मन्दिरहरु छन् त सबै। कुन मन्दिर जस्तै यहाँ हेर्नुस् तपाईको यहाँ छ है गढीमा मन्दिर, यहाँ छ मन्दिर, त्यहाँ छ मन्दिर। हेर्नुस् यो राम्रोसँग हेर्नुस् नक्साहरु है। यो नक्सा हेर्दै तपाईले हेर्नुस् यो सबै मन्दिरको अवस्था म हेराइदिएको छु। यसमा तपाई बनाउनु भन्दा पहिला प्रदेश कुन प्रदेशमा छ त्यो र अवस्थिति मतलब यो हेर्नुस्। यो भयो तपाईको के रे हिमाली क्षेत्रमा रहेको, यो पहाडी क्षेत्र बढी ठाउँमा रहेको छ। यो तपाईको तल तराई क्षेत्र भयो हैन। त्यसैले यो मन्दिर हेर्नुस् त, जस्तै यहाँ छ तपाईको छिन्नमस्ता गढीमा यहाँ छ हैन। त्यस्तै यहाँ पनि छ, यहाँ पनि छ, सबै हेर्नुस्। यो भइदियो त्यो मन्दिर भइदियो, प्रमुख ऐतिहासिक यो धार्मिक स्थल भइदियो। अब तपाईले यो कम्प्लिट तपाई यसको स्क्रिनशट पनि लिन सक्नुहुन्छ तपाईको सहजको लागि हैन। तर अर्को पर्यो ल यो भइदियो क्लियर। त्यस्तै यही नक्सा अनुसार तपाईको नेक्स्ट नक्सामा तपाईले बताउन गइरहेको छु तपाईको के रे हाम्रो सबभन्दा इजी तपाईको प्रमुख तालहरु। अब तालहरु कुनै बेला ताल पनि एउटा ताल सोध्छ, त्यो एउटा धार्मिक स्थल सोध्छ, त्यो एउटा राजमार्ग सोध्छ, त्यो एउटा तपाईको प्रमुख खाद्य बाली त्यो पनि सोध्न सक्छ। यो हेर्नुस् त यो सबै तालहरुको कुन प्रदेशमा कुन ताल छ यहाँ हेर्नुस्। यो ताल भइदियो, यो भइदियो, यो भइदियो, छुट्टी हेर्नुस्। यो तालहरुले तपाईको हेर्नुस्। तर यो हेर्दाखेरि एउटा कुरा गर्नु मात्र, यो नक्सा नहेर्ने, यो नक्सा हेर्दाखेरि कुन प्रदेशमा पर्ने आँट गरिरहेछ त्यो पनि यहाँ हेर्नुस्। प्रदेश भाइ जस्तै यो भइदियो, यो 1 नम्बर प्रदेश यहाँ छ, 2 नम्बर प्रदेश, यो 3 नम्बर प्रदेश हैन। यस्तो त्यो बेला प्रदेशलाई कति र तराई पहाड हिमाल यसलाई पनि तपाईहरुले कति त्यो ध्यान दिनु होला। ठीक छ। अब यसपछि नै यहाँ क्लियर छ। यस यसपछि तपाईहरुको हाम्रो छ प्रमुख ताल भइदियो। त्यसपछि हाम्रो छ राष्ट्रिय निकुञ्ज। यहाँ हेर्नुस् राष्ट्रिय निकुञ्जहरु यो पनि इम्पोर्टेन्ट। सबभन्दा ठुलो राष्ट्रिय निकुञ्ज सानो ठुलो सानो सोध्दैन, उसको नाम मात्र दिन्छ। सेपुक्सुन्डो राष्ट्रिय निकुञ्ज, पर्सा तपाईको राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, यस्तो चाहिँ सोच्नु त्यही हेर्नुस्। यो छ नि क्लियर छ यो नक्सा। यस ठीक छ। त्यसै तपाईको अर्को पनि सोच है। अब फलफुल र के रे उत्पादनहरु, जस्तै फलफुल यहाँ हेर्नुस्। यहाँ सेउ उत्पादन छ है, यहाँ सेउ फलफुल सुन्तला उत्पादन सेउ उत्पादन यहाँ छ तपाईको। यहाँ छ हेर्नुस् त यो पनि खाद्य बालीमा आउँछ, यो पनि छ, यो पनि छ, यो पनि भइदियो। तर नक्सा बनाउँदा एउटा अझै कुरा, नक्सा बनाउँदा नि तपाई माथि उत्तर यो हेर्नुस्। मेरो नक्सामा उत्तर छ नि, त्यो माथि उत्तर तल दक्षिण संकेत, यता पूर्व यता पश्चिम यो पनि गर्नु होला। नत्र कति बच्चा मात्र नक्सा बनाइदिन्छ फेरि त होइन, त्यस्तो होइन। यो नक्साको एउटा राम्रो नक्सा तपाईको 3 मार्कको सोध्छ र 4 मार्क त्यो ठाउँ नक्सा बनायो भने 3 मार्क जस्ट, तर भर्नुहुन्छ नि त त्यसले 4 मार्क, 4 3 7 र तपाईको जस्ट 27.5 5 मार्कको लागि चाहियो। मन 28 चाहियो, 29 चाहियो हैन र। तर त्यसको लागि 7 मार्क एकदम कति इम्पोर्टेन्ट रहेको छ। त्यसैले म तपाईलाई यो सहज तरिकाले बनाउन र भर्ने ठाउँलाई म यहाँ लिएर आइसकेको छु। ओके नेक्स्ट तपाईको हाम्रो चाहिँ फेरि के छ व्यापारिक केन्द्र। यो सबभन्दा इम्पोर्टेन्ट छ। जस्तै यहाँ हेर्नुस् ब्रिगेड भन्सार, यहाँ छ ब्रिगेड हेर्नु त ब्रिगेड भन्सार हाम्रो 2 नम्बर प्रदेशमा। त्यस्तै यहाँ हेर्नुस् 1 नम्बर प्रदेशमा यहाँ पनि छ, यहाँ हेर्नुस् हैन, यहाँ पनि हेर्नुस्। ठीक छ। यो एउटा माथि छ व्यापारिक, एउटा माथि हुन्छ। तर तल हेर्नुस् त यो तराईसँग छेउनेको कति भारतसँग जोडिएको छ, यहाँ माथि पनि छ हैन। त्यसैले यो तपाईको व्यापारिक भइदियो। यसको तपाईको जुन नक्सा दिइरहेको छु नि त्यसलाई स्क्रिनशट पनि लिन सक्नुहुन्छ सम्झनको लागि हैन। त्यसैले तपाईको जुन भोलि एक्जाम भइरहेछ सोशल स्टडीको त्यसमा धेरै सहयोग पर्छ यो रामबाण जस्तो 7 मार्कको लागि। त्यसैले यो म तपाईको लिएर आइसकेको छु। क्लियर। ओके अर्को तपाईले हामी हेर्न सक्नुहुन्छ है। अब यदि तपाईले सोच्छ अब शहरहरु प्रमुख शहरहरु यहाँ हेर्नुस्, शहर पनि नाम छ हेर्नुस्। जस्तै यहाँ काठमाडौँ छ हेर्नुस् त, काठमाडौँ पनि छ, यहाँ पोखरा पनि छ। किन पोखरा यहाँ छैन हाम्रो 4 नम्बर प्रदेशमा। त्यस्तै यहाँ लुम्बिनी छ हेर्नुस् त। यो प्रमुख शहरहरु पनि रहेका छन्।
यो सहयोग पनि छ, तपाईँको यो डट डट लगाएको छ। त्यसैले यो नक्सालाई तपाईँ फेरि यो तपाईँको चुच्चेवाला नक्सा छ है, नयाँ नक्सा जुन पास गरेर जारी गरेको छ त्यो नक्सा हो। यहाँ चुच्चे छ हो, त्यसैले यो हेर्नुहोस् हाम्रो कति राम्रो छ। फेरि नक्सा बनाउँदाखेरि के हुन्छ, जब यस्तो आइरहेछ यस्तो आइरहेछ ट्याक्क यस्तो यहाँ कति स्ट्रिक्ट हुनु पर्यो अलिकति, यो पनि काम लाग्यो। ओके ल ठिक छ। र नेक्स्ट तपाईँको अर्को यो 7 मार्कको तपाईँको इम्पोर्टेन्ट के छ कि तपाईँ स्याउ हेर्नु त, स्याउ उत्पादनको लागि तपाईँको जुट उत्पादनको लागि यहाँ सुर्ती आएर सुर्ती, हाम्रो सुर्ती कहाँ हुन्छ त, तराई क्षेत्रमा हुन्छ यार, यही हुन्छ सुर्ती। अलिकति त्यो पहाडीको यो तल र तराईको अलिकति माथि यहाँ सुर्ती मेरो, यो पनि हेर्नुहोस्, यहाँ हेर्नुहोस् यो 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 अनि यो तपाईँको भइदियो, यो भइदियो होइन। त्यसै तपाईँको यदि रेखाङ्कित बनिदियो भने, रेखाङ्कित बुझ्नुभएछ रेखा, तर कतिजना विद्यार्थी भन्छ कि सर रेखाङ्कितमा रेखा बनाइदिने होइन, रेखाङ्कितमा रेखाले बनाएर बिचमा त्यो रेखा मेटाउनु पर्छ कि त्यो बनाएर छोड्नु हुँदैन। रेखाङ्कित तपाईँ नक्सा बनाउनुहोस्, तर रेखाङ्कित बनाएपछि त्यो रेखाले मेटाउनु पर्छ। जस्तै 12-20 को यता 12 भइदियो, यो 20 भइदियो, हेर्नुहोस् त 12-20 को भयो, यो 12-20 को। राम्रोसँग यो भिडियो अन्तसम्म हेर्नु होला, तपाईँको धेरै अहिले पनि टिप्स है। यो 12 यो 20 को, यो 12 भनौँ माथि 20 यता, र 20 मा पनि तपाईँले छुट्याउनु कति छ त्यो सबै थाहा छैन तपाईँले होइन। यो भइदियो। अब यसमा तपाईँको एउटा नदी पनि छ अरे, एउटा त्यो पनि छ, त्यो पनि रेखाङ्कित नक्सा होस्, तर सोध्न त सोधिदिन्छ। त्यसै तपाईँको छ अब होइन कि हाम्रो राजमार्ग हेर्नुहोस्, राजमार्गवाला यो जुन डट डट छ, डट 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 हो, र तल यो राजमार्ग हेर्नुहोस्, यहाँ डट 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 यो राजमार्ग सङ्केत हो। अब धेरैजना बनाउँछ सर त्यसमा सङ्केत बनाउने त हो, सर्ट सङ्केत बनाउनु पर्छ। यहाँ जस्तो बनाइदिँदैछु राजमार्गको, यहाँ डट डट छ, हेर्नु त डट 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 राजमार्गको त्यो के अरे बाटो, पृथ्वी राजमार्ग होइन, महेन्द्र राजमार्ग, यो हुलाकी राजमार्ग यस्तो पनि छ है। त्यो राजमार्ग यो चाहिँ पूर्व पश्चिम छ नि, पूर्व पश्चिम हाम्रो के त यो पश्चिम हो, यो पूर्व होइन। हेर्नुहोस् यो पूर्व पश्चिम कस्तो छ है, यहाँहरू छ, यस त्रिभुवन राजमार्ग पनि छ है। ठिक छ, मध्य पहाडीको पनि यहाँ छ है, मध्य पहाडी तपाईँ राष्ट्रिय गौरवमा पढ्नु भयो होला है, त्यो छ नि क्लियर। अब तपाईँको छ अर्को, अब हेर्नुहोस् हिमाल, सबभन्दा बढी सोच छ सगरमाथा हिमाल, त हेर्नुहोस् सगरमाथा यही छ, कुन सगरमाथा यहाँ 1 नम्बर प्रदेश भइदियो, र ठिक 1 र 3 को बिचमा ठिक यहाँ बोर्डर छ सगरमाथा। हेर्नुहोस् यो सगरमाथा, त्यो हिमाल एकदम कन्टिन्यू, हिमाल प्रायः चाहिँ हिमालतिर हुन्छ है। अब तपाईँ हिमाल भन्दाखेरि नर्मली तपाईँ यहाँ तराई पाहाड भन्दाखेरि गरम भइहाल्छ, त्यस्तो नगर्नु। यहाँ हेर्नु त हिमाल प्रायः चाहिँ पहाडी क्षेत्रको माथि, हेर्नुहोस् यो सबै लाइनले हिमाल छ। त तपाईँ यो हिमालको नाम राम्रोसँग हेर्नु होला, यसको साइडमा स्क्रिनसट लिएर त्यो बुझ्न पनि सक्नुहुन्छ है। यहाँ सबको नाम मैले दिइदिएको छु, हिमाल भइदियो हो। तपाईँको 7 मार्कको लागि धेरै इम्पोर्टेन्ट छ, हुन तपाईँले त वर्षभरि नै पढ्दै आउनु भइरहेछ, त्यो राम्रो कुरा। तर कुनै बेला एक्जाम टाइममा जुन यस्तो टिप्स पाउँछ नि जुन तपाईँले धेरै फाइदा गर्छ, त्यसैले तपाईँहरूको लागि यो एसी एक्जाममा विद्यार्थी भाइहरूको सहज होस् भनेर म तपाईँको यो लिएर आइसकेका छौँ। र अर्को परीक्षा नक्सा तपाईँले किनकि तपाईँको यो विद्यार्थी हेर्नुहोस्, अर्को परीक्षा यो पनि हिमाल छ है, यो गौतम हिमाल छ, त्यो हिमाल नअटेको हुनाले त्यो बढी थियो नि, पढ्नु सजिलो के गाह्रो हुन्थ्यो, त्यसले यहाँ पनि अर्को पनि छ हिमालको, यो पनि हेर्नुहोस् न यहाँ पनि छ, तर यसमा केही अलिकति यहाँ तलवाला हिमाल छ, यो पनि हेर्नुहोस् पहाडको अलिकति माथि छ, ठिक छ। त्यसपछि हेर्नुहोस् यो अब मन्दिर धार्मिक स्थल कुन मन्दिर छ, यो पनि मन्दिर हुन त्यो बेला पनि बताएको थिएँ, यहाँ पनि छ यो मन्दिर, ठिक छ। त्यसमा एकदम क्लियर तपाईँ रोकी पनि हेर्न सक्नुहुन्छ। र एउटा अझै कुरा है, यो सामाजिक एउटा लास्टमा एउटा टिप्स दिन्छु है, यो एक्जाममा कसरी बनाउनु है। यो हेर्नुहोस् यो सामाजिक अध्ययनको कन्सेप्ट नम्बर क्वेसन जुन चाहिँ त्यो छ नि 7 मार्क क्वेसन, 1 मार्क 4 मार्क र 7 मार्क हुन। 7 मार्कको क्वेसनलाई तपाईँ ठ्याक्क 10 देखि 15 मिनटसम्म लेख्नु होला। एउटा क्वेसनको एकदम मनन गरेको त्यो कन्सेप्टमा आधारित बढी क्वेसन हुन्छ, 2-3 क्वेसन जो अहिले बनाउनु छ। हुन तपाईँहरूको समय छैन तर म बताउँथेन, तर यो चाहिँ तपाईँहरूको लागि भइदियो। अब तपाईँहरूलाई यो एसीमा सम्पूर्ण सहभागी हुने हाम्रो नेपालका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा तपाईँहरूको सामाजिक अध्ययन विषय एकदम राम्रोसँग बितोस् भन्दै म आफ्नो 2 शब्द यही राखिरहेको छु। तर आगामी दिनमा पनि मेरो भिडियो मेरो च्यानलमा आउने गर्छ, तपाईँहरू मेरो च्यानलमा केही कमेन्ट केही सुझाव पनि दिन सक्नुहुन्छ। मेरो पहिलो भिडियो भएको हुनाले केही त्रुटि पनि हुनसक्छ, त्यो तपाईँको कमेन्टको अपेक्षा पनि गर्छु। ल हस् त है, यो कस्तो लाग्यो तपाईँले मेरो कमेन्ट गर्नु होला र मेरो च्यानललाई सब्सक्राइब पनि गर्नु होला। मेरो नाम मेघनाथ दुबे, म सामाजिक अध्ययनकै शिक्षक, विगतको धेरै दिनदेखि म पढाउँदै आइरहेको छु। हस् त है, अल अफ यु, बेस्ट अफ लक।